बाटो बिग्रेर तनाव भयो। चम्पादेवी गाउँपालिका कालिका मासतिर सबै गाडीहरू प्याक छ। यहाँ हेर्नुहोस्, यहाँ मुनतिर चाहिँ पहिरो गएको रहेछ रातिको पानीले गर्दा। त्यही भएर चाहिँ पुरा समस्या भएर गाडी बाइक यात्रु काठमाडौँ पुग्ने यात्रुहरू सबै अलपत्र भएर बसेको छ। अब कतिखेर चाहिँ सफा गर्छन्, त्यहाँबाट बाटो खुलेपछि यात्रा सुरु हुन्छ। यहाँ सधैँभरि बिग्रिन्छ। यहाँ चाहिँ बाटो तनाव छ। यहाँ मुनतिर हेर्नुहोस्, चम्पादेवी गाउँपालिका यहाँ देखिराख्नु भएको छ तपाईँहरूले, गाउँपालिकाको अफिस। कुहिरो लागेको छ।